विपक्षी पार्टीको हो भन्दैमा खाँदै नखाएको चिजहरूलाई चाहिँ रवि लामिछानेको नाम लिएर विभिन्न किसिमको मिडिया ट्रायल गर्ने यो चुतिया जितेन बान्तवाको लागि चाहिँ यो भिडियो है होइन। मुख छाडेर भिडियो किन बनाएको भनेर भन्नुहुन्छ कि यस्तो बुवासो यस्तो डाकाहरूको लागि मुख छाडेर मात्रै होइन कि के छाडेर चाहिँ बनाउँछु क्या म भिडियो। तँलाई यदि तैँले पुष्टि गर्नु सक्छस् भने पुष्टि गर होइन। रवि लामिछानेले सरकारी ठगेको हो भनेर प्रमाण निकाल, रवि लामिछानेलाई जेल हाल, हामीलाई मतलब भएन भाइ। तर तैँले यसरी बिना प्रमाण चाहिँ यसरी भुक्नु पाउँदैनस् है। सुनै जितेन बान्तवा डाका, यसरी चाहिँ तैँले बिना प्रमाण चाहिँ यसरी तैँले भुक्नु पाउँदैनस्, बुझिस्। रवि लामिछानेलाई पुष्टि गर यसले सरकारी ठगेको हो भनेर अदालतमा लगेर दोषी ठहर गर, त्यसपछि जेल हाल, हामीलाई त्यसमा भन्नु केही छैन। तर मान्छेलाई यसरी बिना काममा आरोप लगाएर मानहानि गर्ने काम चाहिँ तैँले नगरिस्। इतिहास साँच्ची छ, रवि लामिछानेलाई सक्छु भनेर पछि परेको मान्छेहरू नि आफै पत्ता साफ भएको तँलाई थाहै छ होला, बुझिस् नि। र साथीहरू यस विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ एक कमेन्ट गर्नुहोस्। तपाईँहरूलाई भिडियो मन पर्यो भने सेयर पनि गर्नुहोस्।